हेलो एभ्रिवान हाम्रो चाहिँ यो 3 किलोमिटर चाहिँ सधैँ हिँड्ने ठाउँ हो अनि यो चाहिँ बागमती नदी है मैले राखिदिएको नाम हो यो चाहिँ मैले बुनेर लिएर हिँडिरहेको छु यहाँ यो चाहिँ ठुलो कम्पनी छ यहाँनिर ओए सबैजनालाई तिमीहरूको टोकरी देखाऊ है हामीले आज टोकरी बनाएको यो बिहानदेखिको मेहनती त्यही 6 घन्टा गएर बसेर अझ कम्प्युटर पनि आफ्नो पर्सनल दिएर होइन मोबाइल चलाउँछु त तिमीहरूलाई यस्तो बनाउने मन छ भने यो पनि बनाऊ भनेर चाहिँ प्रोभाइड गराएको छ अनि यो पचाउनको लागि चाहिँ खाएको पचाउनको लागि चाहिँ हामी चाहिँ 3 किलोमिटर झन्डै लगभग 3 किलोमिटर होला यहाँबाट ओखोबाट आजुदोङसम्म अनि सधैँ हिँड्दै हिँड्छ बागमती नदी हुने यहाँनिर हाँस पनि छन् माछा पनि छन् यहाँ यिनको छेउमा 4-5 हजार कम्पनी काम गर्छन् यिनको माथि हाम्रो कम्पनी छिर्ने पुल छ यसको उहाँ पर पनि 3-4वटा पुल छ तर यिनलाई चलाउने यिनलाई धक्का दिने यिनलाई फोहोर बनाउने कसैको पनि अधिकार छैन यहाँ होइन यति सफा छन् के शान्त टाइपले यसरी बगेकी छिन् होइन अनि यो चाहिँ हाम्रो पश्चिमी गेट हो अनि यो चाहिँ हामी सधैँ वात्ताखाता गर्छौँ है एक महिना चाहिँ कटिसक्यो यहाँबाट वात्ताखाता गरेको यो मान्छे हिँड्ने बाटो यहाँ चाहिँ मान्छेको एकछिन पनि खाली हुँदैन होइन अनि यहाँ नदी बगिरहेको छ है यता मासतिर रोड छ यो पुल भयो यो पुलको मुनि होइन यो नेपालमा भएको भए कस्तो हुन्छ यो पुलको मुनि यति नदी होइन जस खोला जस्तो टाइपको छ कि सानो यो देखेर चाहिँ मलाई यसको नाम बागमती राखौँ भन्ने भयो कि त्यही भएर मैले चाहिँ यसको नामाकरण गरिदिएको छु बागमती किनकि म नेपालमै भएको जस्तो फिल हुन्छ क्या मलाई यो नदीको नाम त्यही भएर बागमती राखिदिएको हो मैले अनि यो देखिरहेको यिनीहरू छ नि यिनीहरू सबै साकुरा हो यो साकुरा चाहिँ अब फुल्ने बेला हुन लाग्यो यो कोपिला बस्न थालेको छ अलिअलि त्यही भएर यो चाहिँ अब फुलेपछि चाहिँ एकदम राम्रो देखिन्छ यो कोरियन भाषामा चाहिँ यसलाई फतकोत भन्छन् तर धेरै जस्तो मान्छेले त्यसलाई साकुरै भन्नुहुन्छ होइन हाम्रो यो फुलेपछि झन् यहाँनिर यहाँको कुरा गरेर साध्यै छैन है त्यस्तो राम्रो देखिन्छ त्यही भएर यो सबै यो तल यो यतातिर भएकोहरू चाहिँ सबै यो चाहिँ फुल हो यहाँ फुल छ यो चाहिँ नदीको किनार हो यस्तो छ राम्रो छ यो बाटो हिँडेको पनि 1 महिना बेसी भयो अनि यो चाहिँ एक्सर्साइज गर्ने ठाउँ पनि छ क्या त्यही भएर पनि यहाँ चाहिँ साइक्लिङ पनि गर्छन् मान्छे नर्मली हिँड्ने अनि कुद्ने सबै हुन्छ यस्तो छ है अनि यो चाहिँ यो पर देखिने बिल्डिङ चाहिँ म बस्ने गाउँ हो अनि हामी चाहिँ अब पहिला चाहिँ हामी 2-3 जना मात्रै थियौँ साथीहरू अनि अहिले यो महिनाबाट चाहिँ अरूहरू पनि आए सँगै काम गर्ने आजको मौसम चाहिँ एकदम क्लिन एन्ड क्लियर छ मोटाको जति सबै अनुहारमा थुप्रिन्छ कि त्यही भएर त्यस्तो छ कि मेरो चाहिँ यिनीहरू चाहिँ म यसरी मोटाउँछु म उसरी मोटाउँछु भनेर कुरा गरिरहेछन् यो साकुरा त अब 2-4 दिनमा फुल्छ होला नि यो चाहिँ कस्तो सल्लो है यो सल्लो के यो कहिले झर्दैन पनि कहिले फुल्दैन अलिअलि त्यो सानो दाना चाहिँ लागिरहेको हुन्छ तर कहिले झरेको पनि देखिँदैन यो सल्लो के पुरै यो कम्पनीले गेटै बनाउनु पर्दैन सब यहाँ यो कम्पनी हो सबैले सल्लोले खेलेको छ यहाँको कम्पनी त्यस्तै छ गाईहरू कोरियामा आएर काम नगरी पैसा थापेको पनि 2 महिना भयो बेसिक चाहिँ काम छैन ठुलो कम्पनी भएर चाहिँ हामीलाई चाहिँ कम्पनीले चाहिँ पैसा दिँदैन काम नभएपछि हामीलाई नोदङपुरबाट चाहिँ प्रोभाइड गर्छ त्यही भएर यो चाहिँ साकुराको रुखमै गरी यो सबै के यो जति देखिन्छ यो सब साकुराको बोर्डहरू हो यहाँ चाहिँ साग पनि छ के गर्नु अब यो यस्तोमा यो बेबारिसे भएर फुलेको साग कसरी टिपेर खानु होइन तर आई मिस यु नेपालको रायोको साग है मलाई लास्टै मिठो लाग्छ क्या तर यहाँ चाहिँ त्यस्तै टेस्ट भएको रायोको साग चाहिँ पाउँदैन कि यहाँनिर एकदमै कस्तो म खसेको मुन्टा त झन् 2 वर्ष भयो गर्न नपाउँछ के गर्नु गाह्रो छ यहाँ त मलाई त अस्ति नै एकचोटि धनियाँहरू के त छरेको थियो तर भएन हौ त्यो कोकोपिटमा मात्र त नहुँदो रहेछ अब माटो पनि कहाँ उठाउन जानु डर पनि लाग्छ के होइन ओ यो फुलेको फुल त ल यस्तो राम्रो फुल्दो रहेछ येल्लो टाइपको रहेछ फुल्या रहेछ कति मजाले येल्लो फुल्दो रहेछ कि म त रेड फुल्छ भनेको थिएँ येल्लो फुल्ने रहेछ यो चाहिँ यस्तै छ गाईहरू यो बाटो चाहिँ जतिखेर पनि बिचीको बिची हुन्छ होइन अब यहाँबाट पार गर्न पर्यो यहाँबाट खोला तर्नु पर्यो यो चाहिँ खोला तर्ने ठाउँ चाहिँ यहाँ 2-3टा छ कि यहाँ हाँसहरू छ कि हाँसले खान्छ नि अहिलेको माछा दिस इज खेङसाङ नाम्दो गदेसी यो चाहिँ उतो माथि देखिने डाँडा पनि चढ्न भइसकेको छौँ है ट्रेकिङ हेर्दाखेरि चाहिँ यहाँबाट यस्तो ठुलो डाँडा देख्छ तर यो चाहिँ त्यस्तो ठुलो डाँडा चाहिँ होइन त्यति ठुलो डाँडा चाहिँ होइन यो सानै छ जोस् यस्तै छ अनि तपाईँहरूले मेरो भ्लग मन पराइदिनु भयो यदि भने चाहिँ म एउटा बाइक किन्नेछु किनभने बाइक भन्ने साउन्ड पनि गुड आउँछ
पर्दैन नि त नाइ भयो भने अब नत्र भने त ल्याएर फेरि म यतिकै थर्काएर राखेँ भने त अनि के काम भयो होइन पैसा मात्रै जान्छ त्यही भएर तपाईँहरूले मेरो यो जे पायो त्यही बेटी मिनी भगलाई चाहिँ मन पराइदिनु भयो भने चाहिँ म एउटा माइक पनि किन्छु अनि सकेसम्म म चाहिँ पनि हाल्ने कोसिस गर्छु मलाई चाहिँ एकदम इन्ट्रेस्ट लाग्छ क्या बनाउनुलाई तर कस्तो अब कसले मोटिभ गर्ने हो कि मलाई होइन म यसरी भ्लग बनाउँ भनेर चाहिँ मलाई कसले मोटिभ गर्ने हो त्यो मलाई नै थाहा छैन होइन अब एडिटिङहरूको पनि त्यस्तो मसँग स्किल छैन अनि मसँग केही सामानहरू छैन त्यही भएर मैले जस्तो पनि हालिदिन्छु क्या अब मन पराइदिनु भयो भने त आफूलाई पनि इन्ट्रेस्ट लाग्छ नि त होइन बनाऊँ मन पराइदिनुको भन्ने अनि त्यही भएर चाहिँ म बनाउने कोसिस गर्छु अनि म चाहिँ आउने बेला हुन लाग्यो अब पुग्न लागेँ तपाईँहरूसँग बोल्दा बोल्दै हेर्नु हाँस के यहाँनिर रमाइलो हेर यति धेरै हाँस त यो खोल्दैभरि हाँस छन् यहाँ त हाँसहरू चाहिँ यति धेरै छन् यहाँको त्यही भएर पनि होला यो हाँसले माछा खाने भएकोले गर्दा होला यहाँको माछा माग्न पाउँदैन पौडी खान पाउँदैन भनेर चाहिँ यिनी चाहिँ प्यारी बागमती नदी है फाइनल्ली यहाँ चाहिँ अब मजाले देखिन्छ अनि यिनी यति क्लिन छिन् है पुरा गरेर साध्दै छैन के त्यति क्लिन छिन् त्यही भएर यिनको माथि चाहिँ यत्रो ठुलो पुल छ एउटा मात्र पुल हो र 2-3टा पुल छ ऊ पर पनि देखिँदैछ नि होइन त्योभन्दा पल्लोमा पनि छ क्या एउटा पुल एकै ठाउँमा कतिवटा पुल हो भने ल यो माथिको छुट्टै पुल यो तलको छुट्टै पुल अनि यो माथि यो देखिँदैछ नि यो मेरो माथि यो पनि पुल एउटा दुईटा तिनटा त्यहाँ मुनि पनि एउटा छ क्या ल उता पल्लोपट्टि पनि चारवटा पुल एकै ठाउँमा छ क्या हामी चाहिँ गफ गर्दै अनि म चाहिँ भ्लग बनाउँदै थोचाकै छ यो है घर पुग्न लाग्यो बाई बाई गाइज